हेलो साथीहरू, तपाईँलाई पनि यस्तै खालको सस खानु मन छ भने तपाईँले यो रेसिपी फुल हेर्नुहोस् होला। त्यसको लागि चाहिँ मैले सुँगुरको आन्द्रा लिएको छु है। अनि त्यसलाई चाहिँ मजाले धोएर चाहिँ त्यहाँदेखिको उल्टा पारेर धोएर चाहिँ सोडा र भेनिगरमा भिजाएर राखेको छु है। अनि यो चाहिँ मैले त्यो भित्रै आन्द्राभित्र हाल्नुको लागि चाहिँ यो मासु निकालेको है। यसमा चाहिँ बोसोहरू छ, त्यो आन्द्राहरू छ, बोसोहरू छ, अनि सानो मासुहरू पनि छ। यसलाई चाहिँ यसरी मजाले सानो काटेर किमा जो मिन्स गर्छौँ हामीले मोमोतिर त्यस्तै गर्नुपर्छ है। मेरो भइसकिसक्यो। अनि अब चाहिँ हामीलाई चाहिन्छ प्याज, त्यसलाई मसिनो काटेर हाल्नुपर्छ है। अनि धनियाँलाई पनि काटेर हाल्ने। तपाईँले पिरो अझै खानुहुन्छ भने खोर्सानी पनि काटेर हाल्दा हुन्छ। मैले चाहिँ हालिनँ, मैले चाहिँ पिसेँ है। अन्त चामल चाहिँ मजाले मैले धोएर भिजाएको थिएँ, अनि त्यसलाई पनि हालिदिएँ है। अनि यो चाहिँ अदुवा, लसुन र खोर्सानीको पेस्ट हो। अनि यसलाई पनि हालिदिएँ यहाँनिर। तपाईँहरूकोमा चिम्पिङ छ भने हाल्नु सक्नुहुन्छ, मेरोमा थिएन र हालिनँ मैले है। अन्त नुन हाल्नुहोस् होला स्वादअनुसार, तपाईँले कतिको खानुहुन्छ। अनि त्यसपछि अलिकति हुचिङ पनि हालिदिएको छु मैले। हुचिङ हालेपछि चाहिँ त्यसलाई मजाले मिक्स गर्नुपर्छ। मेरो चाहिँ त्यो डेक्चीमा अप्ठ्यारो भएर बोलमा खनाएँ है। अनि यो चाहिँ सुँगुरको ब्लड हो, रक्ती है। अनि त्यसलाई हालेर चाहिँ फेरि मिक्स गर्नुपर्छ मजाले। अनि यो चाहिँ मैले त्यो आन्द्रा मजाले धोएर उल्टा पारेर राखेको थिएँ नि त। अनि यसलाई सुल्टा पारेँ है। अनि यसलाई चाहिँ मैले अब हामीले चाहिँ यो दुई साइडे पक्छ नि त। अनि एक साइड चाहिँ बार्नुपर्छ पहिल्यै। त्यो हामीले मिक्स गरेको जो किमाहरू थियो भित्र हाल्ने, त्यो हाल्नुभन्दा अगाडि चाहिँ एक साइड चाहिँ बार्नुपर्छ। अनि मजाले बाँधेपछि चाहिँ त्यो मजाले अड्किन्छ। यसलाई चाहिँ मजाले टाइट बान्नुहोस् होला। मेरो चाहिँ अरू बान्ने थिएन, मैले चाहिँ धागोले बाँधिदिएँ है। अन्त मेरो आवाजलाई चाहिँ इग्नोर गर्नुहोस् होला, सर्दी लागिरहेको छ। अन्त यसलाई चाहिँ यसरी मजाले टाइट बान्नुपर्छ, नफुस्कियोस् है। पछि अब पाक्दाखेरि फुस्किने फेरि उयो हुन्छ। अनि टाइटै बान्नुहोस् होला। टाइट बानेर मैले चाहिँ 2-3 राउन्ड लगाएर मजाले गाह्रो पारेको छु। यसरी बानेपछि चाहिँ यो रेडी भयो एक साइड। अब अर्को साइडबाट चाहिँ हामीले त्यो किमा फिल गर्नुपर्छ है। अनि त्यसको लागि चाहिँ मैले स्प्राइटको बोतल थियो मेरोमा, त्यसलाई काटेँ। अनि त्यसपछि हाल्दाखेरि त्यसमा चाहिँ सजिलो हुँदो रहेछ। अन्त यसरी हालेर यसलाई चाहिँ तर सार्दै नि गर्नुपर्छ। अब सारेन भने चाहिँ फेरि हावा पस्छ। त्यसको लागि चाहिँ सार्दै फेरि हाल्दै फिल गर्दै फेरि सार्दै गर्नुपर्छ। यस्तो गरेर हाल्नुहोस् होला। यसरी चाहिँ बोतलमा चाहिँ सजिलो हुँदो रहेछ, छिटो हुन्छ है। अब त्यो अलग हालिरहनु भन्दा चाहिँ। अनि त्यसरी भइसकेपछि माथि पनि अलिकति जग्गा राख्नुपर्छ। माथि जुनबाट हालेको हामीले त्यहाँ पनि अलिकति जग्गा राख्नुपर्छ, किनभने त्यहाँ पनि बान्नु पऱ्यो नि त हामीले। अन्त त्यो भएर चाहिँ बान्नुको लागि चाहिँ सानो जग्गा राखेर त्यस्तै डोरीले फेरि मजाले टाइट कस्दिने। हेर्नुहोस् होला मैले कसरी कसेको छु है। यसलाई चाहिँ घुमाएँ 3-4 राउन्ड घुमाएँ हो। त्यसपछि चाहिँ त्यसलाई चाहिँ टाइट कस्दिनुहोस् होला। यसरी कसेपछि यो रेडी भयो। अब चाहिँ हामी त्यसै गरेर अरू पनि बनाउँछौँ है। रेडी भयो, अझै छ। अनि त्यसलाई पनि त्यसरी बान्यो एक साइड। त्यसपछि फेरि त्यसरी हाल्यो। अनि बोतल चाहिँ कसरी हाल्नु, बोतलमा चाहिँ उयो भने चाहिँ यसो गरेर हाल्नुहोस् होला। यसरी मजाले हाल्यो, अड्क्यो। बोतलको मुखमा चाहिँ यसरी हालेको तपाईँलाई सजिलो हुन्छ हाल्नु। अनि त्यसलाई चाहिँ टाइट पक्रिनुपर्छ। यो चाहिँ अब त्यो फिल गर्दाखेरि चाहिँ हल्लिनु भएन नि त। यसरी टप्प पक्रियो भने चाहिँ त्यो निस्किने, त्यसको सवालै हुँदैन कि निस्किँदैन। अनि माथिबाट चाहिँ त्यो फिलिङ हालिदियो। यसो हाल्दै थिच्दै हालेपछि यसरी देख्नु भयो होला। त्यहाँ मजाले जान्छ यसरी। अनि सर्दै जान्छ। त आफूले पनि सार्नु पर्छ, किनभने हावा बस्छ।
यसरी हेर्नुहोस् होला, यसरी सार्दै गऱ्यो भने चाहिँ हावा बस्दैन, अन्त सजिलो हुन्छ। अनि यसरी गरेर सबै बनाउनुहोस् होला। अनि मैले चाहिँ स्टिममा गरेँ, बोइल पनि गर्दा हुन्छ, तपाईँहरू स्टिममा छैन भने बोइल गरेर गर्दा हुन्छ। मैले चाहिँ स्टिम गरेँ। अनि यसलाई चाहिँ 3-5 मिनट जति पकाएपछि चाहिँ यसलाई यसरी टुथपिकले चाहिँ घोच्नुपर्छ, किनभने यो फेरि फुट्ने डर हुन्छ है। अनि मेरो चाहिँ पाकिसक्यो, मैले चाहिँ 20 मिनट गरेर पकाएँ है, आधी घन्टाहरू पनि हुन्छ, एकछिन चाहिँ राखेँ। अनि पाकिसकेपछि चाहिँ यस्तो हुन्छ, यो चामल हेर्नुहोस् होला मजाले पाकेको छ हो, भित्र जो मैले चामल फिल गरेको थिएँ राइस, यस्तो गरेर मजाले पाकेको छ। अन्त यसलाई चाहिँ कसरी पकाएर खाने भन्नुहुन्छ भने चाहिँ धेरै प्रकारले खानु सकिन्छ, तर मैले चाहिँ यसलाई चाहिँ मलाई चाहिँ खानु मन लागेको थियो र बनाएको, त्यो भएर मैले खाएँ पनि। मैले चाहिँ कसरी फ्राई मात्रै गरेर खाएको छु। यसलाई चाहिँ पहिला त्यो दोरी जो बाँधेको थियौँ हामीले त्यो काट्नुपर्छ, त्यो काटेपछि चाहिँ यसरी यहाँ हेर्नुहोस् भित्र फिलिङ कस्तो भएको छ मजाले। यसले चाहिँ फेरि पेटै भरिन्छ कि तपाईँले खानुभयो भने। यति मैले चाहिँ यति मात्रै बनाएँ, अरू चाहिँ राखेको छु है। अनि यसलाई चाहिँ पहिला भाँडा तताउने, अनि तेल हालिदिने त्यसमा। मैले चाहिँ सिम्पल पाराले नि बनाएँ, पछि गएर अरू केही आइटमहरू बनाउँला। अनि तेलमा चाहिँ तेल तातेपछि चाहिँ मैले त्यो काटेको ससेज चाहिँ हालेँ। तेल चाहिँ मजाले तातिदिनुपर्छ है। यसलाई चाहिँ यस्तो गरेर मजाले फ्राई गरिदिने। त्यो त्यत्तिकै खाँदा पनि हुन्छ, त्यत्तिकै खाँदा अब पनि मिठै छ। फ्राई गरेको चाहिँ अलिकति अझै टेस्ट बढ्छ, त्यत्तिकै स्टिम गरेको मात्रै खाँदा पनि हुन्छ, त्यो पाकिसकेकै हो। अन्त यसलाई चाहिँ मैले यसरी खानु मन लागेको थियो र खाएँ। अनि यसैसँग चाहिँ अचार खानु पनि हुन्छ। अन्त मैले चाहिँ टेस्ट गर्छु है त, खाएँ ल, मिठो भएको छ, यस्तो मिठो भएको छ कि मलाई पुरा खानु मन लागेको थियो। अनि त्यही भएर बनाएको थिएँ, जस्तो खाएँ नि शान्ति खाले भएको के। अनि तपाईँहरूले पनि मनपर्छ भने एकपल्ट बनाएर खानुहोस् होला। मैले चाहिँ खाइ पनि